हेर न माया त यति गर्छ यो कालेले मलाई आहा के हो यो झोलामा तपाईँको लागि सो गाइज म गोठालोबाट आएको हुँ अहिले भर्खर र भाइ पनि एसईको इक्जाम दिएर आइसकेको रहेछ यता बसेर पढाइ गरिरहेछ अनि मम्मी पनि यतै हुनुहुन्छ कस्तो भयो भाइ इक्जाम धेरै राम्रो भयो धेरै राम्रो के को आज इङ्ग्लिसको हजुर इङ्ग्लिसको कस्तो भयो त ठिकै गयो आउँछ आउँछ कतिसम्म आउँछ लगभग 60-61 जति के हो यो झोलामा झोलामाको हेर्नु के हो के खानेकुरा हो कि के हो नास्ता लिएर ओहो मम्मी पनि यतै यो चाहिँ माइक किन ल्याएको मेरो ए भिडियो बनाउँछु भनेको थिएँ मैले माइक बोकेर आएको रहेछ केटाले ओहो बिस्कुट र चाउचाउ चिउरा ल्याएको रहेछ कसको लागि हो मेरो लागि हो तपाईँको लागि ए कसको मेरो लागि मात्र हो कि मम्मीको लागि तिमीले खाइसक्यौ मैले खाएँ अनि तिम्रो लागि र मम्मीको लागि तिमीले दिएको पैसाबाट मैले किनेर ल्याएको बिहान दिएको थियौ नि 100 रुपियाँ ए गाई हेर न माया त यति गर्छ यो कालेले मलाई आहा अब 100 रुपियाँ मैले दिएको थिएँ त्यसबाट एउटा चाउचाउ ल्याएको छ अनि यहाँ बिस्कुट पनि आफूले खाएर आएको रहेछ बाटोमा तिमीले किन खाएनौ पुरै ल मम्मी र म चाहिँ अब खान्छौँ है बिस्कुट मिठो रहेछ गाई अनि यता चाहिँ चिउरा पनि रहेछ अब हामी खान्छौँ गाई भोलि भेट्छौँ है त फेरि ल